करिब 1000 वर्ष अघि चीनको एउटा सामान्य तालमा माछा देखा परेको थियो जसको नाम थियो क्यारासियस एराटस र पहिलो वैज्ञानिक 17औं शताब्दीमा चिनिया विद्वानहरूले त्यसको बारेमा अनुसन्धान गरेका थिए र त्यो माछा केवल सजावटको लागि मात्र होइन पानीमा तापक्रम र अवस्था अनुसार उसको रङ बदलिने गर्थ्यो। र अर्को अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि यो माछालाई जब अलिकति पनि खतराको संकेत आउने बित्तिकै उसले चाहिँ एकैछिनमा उसको रफ्तारलाई बढाउँथ्यो र फिनहरू फुल्थे र अरू माछाहरूलाई पनि चेतावनी दिनको लागि चाहिँ माइक्रो भाइब्रेसनहरू क्रिएट गर्थ्यो। र अहिले त्यहाँका जेनरल मानिसहरूले यसलाई चाहिँ गोल्ड फिसको नामले चिन्ने गर्छन्। यसको एकबाट पनि थाहा हुन्छ कि यसले चाहिँ विभिन्न किसिमका बच्चाहरूलाई चाहिँ जन्म दिने गर्दछ र यसले चाहिँ खतराहरू हुने बित्तिकै विभिन्न किसिमको सङ्केतहरू देखाएर चाहिँ हामीलाई बच्नको लागि प्रेरित गरिरहेको हुन्छ। मानिसहरूको अर्को पनि भनाइ छ कि यसलाई चाहिँ प्रकृतिले नै यसलाई सन्देश दिनको लागि चाहिँ पठाइएको भन्ने पनि भनाइरहेको छ। यदि तपाईँले पनि कहिलेकाहीँ फिस हन्टिङ गर्दाखेरि यस्तो खालको माछा देख्नुभयो भने के तपाईँहरू त्यसलाई हन्ट गर्नुहुन्छ या ल्याएर पाल्नुहुन्छ? कमेन्ट बक्समा है त।